Once again, good morning guys. अब चाहिँ म उयो गर्न थाल्छु, ओछ्यानहरु पटाइ गर्छु हैन। आपाले बाहिर आपाको मेसिनहरु सफा गर्ने धार लाउनु हुँदैछ। मैले चाहिँ पिलो कभरहरु पनि डल्लै धोइसके नि त। अन्त अब चाहिँ म ओछ्यानहरु पटाउँछु। मलाई चाहिँ बेडमा भन्दा चाहिँ यस्तो भुइँमै ओछ्यान लगाएको पुरा मन पर्छ हैन। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ भुइँमै सुत्छु नि त दादा र म चाहिँ। ओछ्यान छोडेर चाहिँ हामी चाहिँ भुइँमा सुत्छु। आयो अब म आज पनि दिनभरि यस्तै हुन्छ है साथी हो। घरमा चाहिँ कामहरु भन्ने कुरा चाहिँ यस्तै हुन्छ। अब योहरु थन्काइ मनकै गरेर हजुरहरुलाई फेरि म सनक्कै परेर भेट्ने छु। त्यतिबेलासम्म मेरो भिडियो स्किप नगरी हेर्नुस् होला। हेलो साथी हो, हजुरहरुलाई पनि धेरै धेरै गुड मर्निङ हैन। हाम्रो चाहिँ माछाले भोक लाग्यो भने चाहिँ उएसको चाहिँ उमुक ए त्यो दुने माछाले पनि गर्छ। त्यो चाहिँ दादाको ड्युटी हो नि त। दिन थाले चार भक्कै पाल्दिन्छ नि तपाईले त। लु हेर्न सक्नुहुन्छ, म चाहिँ कचुवा पनि सफा बनाएर पानी हालिरहेको छु हो। Now it's my final look. यस्तो सफा हुन्छ है त्यसरी गोटिन चाहिँ। अब चाहिँ मैले यहाँ सिट रुम चाहिँ गरिसकेको छैन साथी हो। अब म चाहिँ यो रुम फ्रेसनर छरेर चाहिँ दैलो टट्ट भन्छु ल। अब म चाहिँ यो पट्टि गरिहाल्छु हो सफा। यहाँ चाहिँ घाम लाग्दा लाग्दा पनि हावा चाहिँ किन आएको है? तर अहिले कुनै के अरे नि त। यहाँ चैत भइ यो पनि खतम भयो। यो पनि मैले मिलाइसके। ल है साथी हो, मैले चाहिँ काम सके अहिले पनि। फ्रिजहरु पुछपाछ छ, एक्वेरियमहरु पुछपाछ। चारो दिने काम चाहिँ दादाले गर्यो हैन। आप्पाको बेडसिट, यहाँ बहिनीको बेडसिट सबै मिलाइसके। अन्त वेदर चाहिँ यस्तो दामी भइरहेको छ। आज चाहिँ सन्नी डे भइरहेको छ, सन्नी डे। ल आजको भ्यू चाहिँ यस्तो भइरहेको छ। 9:30 को भ्यू चाहिँ। यो चाहिँ हामी बस स्टाफ लाइन। यसलाई चाहिँ मेम्टी स्टेट भन्छ हैन। मेम्टी स्टेट पनि ठुलो छ नि त। अन्त यो चाहिँ हाम्रो घर हो। आप्पाले त्यहाँ जुत्ता धुनुहुँदैछ। अन्त यसलाई चाहिँ स्टाफ लाइन भन्छ। यहाँ चाहिँ होमस्टेहरू पुरा छ है गाइज। कोलाई घुम्नुहरू आउनु मनपर्छ कमेन्ट गर्नुहोस् होला। हाम्रो चाहिँ गाउँ यस्तो छ हैन। टुरिस्टहरुको लागि चाहिँ मस्ट बेस्ट प्लेस चाहिँ होला सायद। हावा चाहिँ देख्नु भयो होला साथी हो। 9 बजे दिनको आउनु थाले 9:30 10 बजे दिनकै। यो चाहिँ फाइनल लुक है साथी हो। आप्पाले बनाउनु भएको चाहिँ फेरि अहिले सबै सजिसकेछ। ल है साथी हो, यहाँनिर हेर्न सक्नुहुन्छ फाइनल लुक हैन। फाइनल लुक गरेर पनि बडीले चाहिँ सजाइसक्नु भएछ। बडा दामी भएछ। मै पनि आउँदै रहेछ नि त। अन्त यो पनि हो। यहाँ पनि प्लान्ट हाल्नु भएछ। यो स्नेक प्लान्ट है। स्नेक प्लान्ट राख्नु भएछ नि त बडीले चाहिँ। खोइ बडी चाहिँ अन्त नि साथी हो, यो पनि बनाउनु भएको है। यो सबै एप्पल चाहिँ गुगलबाट हेरेर बनाउनु भएको हो नि त। बडीले प्लान्टहरु राख्न सक्नु भएछ। काम छैन भ्यात्तै बस्यो। काम गर्न जा। हटेरी रहेछ यो त है। ल हौ।
नै साथी हो अब म चाहिँ 12 बजेको खाना पकाउनु रेडी गरेको। यो चाहिँ मैले आलु म्यारिनेट गरिरहेको छु, यसलाई चाहिँ म फ्राई गर्छु हैन। यसको साथी चाहिँ डुकु बनाउन गइरहेको छु हो। अनि यहाँनिर तेल खारिरहेको छु आलु फ्राईको लागि। अनि यहाँनिर दाल चेकाइरहेको छु। अन्त मैले चाहिँ नि यसमा चाहिँ किन यो अलग्गै राखेको भन्दाखेरि चाहिँ म चाहिँ अचार बनाउन आँटेको छु नि त। यो सुक्खा मिर्ची हैन, ड्राई चिल्ली, यसलाई फ्राई गर्नुपर्छ। यो गार्लिक र जिन्जर अनि यो पिस्नुको लागि हैन, सब्जीमा हाल्नुको लागि पिस्नुपर्छ। अनि यो अचारको लागि हैन। अन्त त्यसमा हाल्नुको लागि चाहिँ पिनट्स पनि छ हो। के को अचार बनाउँछु भन्दाखेरि चाहिँ मुलाको। ल साथी म चाहिँ अचारको लागि रेडी गरेँ है। बदाम रेडी भयो। ज्यादा भुट्नु हुँदैन, फेरि तितो हुन्छ नि त हो। यतिको भने हुन्छ। यो पटपट फुटेको छैन भयो। अब चाहिँ फेरि म यसलाई सुक्खाको पनि फ्राई गर्छु हो। मेरो दालले चाहिँ सिटी दिँदैछ है। यो पनि रातो रातो हुन्छ भुट्नुपर्छ। अब यसमा अदुवा र लसुन पनि पाइदिन्छु। यो गोल्डन ब्राउन हुन्छ। अब चाहिँ नि म यही तेलमा आलु फ्राई गर्छु ल। आलु फ्राई भइसक्यो। यसमा चाहिँ मुला निचारेर पनि पानी फाले अनि प्याज हालिरहेको छु। अझै यसमा हाल्नु पनि डल्लै छ। अहिले रेडी गरेर हजुरहरूलाई देखाउँछु। अब चाहिँ दिइहाल्छु हो सब्जीको लागि। मलाई पनि सब्जीको भन्दै सब्जी बनाउँदा हो। मिक्स सब्जी चाहिँ मोमो गर्छ। अझै सकेको छैन साथी हो। यहाँ नि नपाएको सामान राख्नु नि त हावाले राख्नु भयो। हावा कस्तो आउँदो रहेछ हेर्न सक्नुहुन्छ। अब चाहिँ म अचार रेडी गर्छु। अचार बनाऊ छावा नि। क्या होता है ये? अचारको फुलाको हेर्न सक्नुहुन्छ। नै साथी मेरो चाहिँ मसला पनि हालिसक्यो हो। किन मसला हालेको नदेखाएको भन्दा चाहिँ एउटा हातले भिडियो सुट गर्नु साह्रो पर्यो नि त। एउटाले चलाउँदै एउटाले भिडियो गर्दै बनाउनु साह्रो पऱ्यो कि। अन्त टमाटर पनि हालिदिइसक्यो। अब आलु हाल्छु। अब एकैचोटि दुध हाल्दै देखाउँछु। है साथी हो मेरो चाहिँ आलु आधी भएर पनि दुध हालिदियो। अब एकैचोटि पाकेर देखाउँछु ल मेरो सब्जी। नै साथी दाल पनि रेडी भयो है। यो चाहिँ मुसुरी दाल हो है। आफूले पातुल सादा मन पराउनुहुन्छ नि त। उयो हालेको मन पराउँदैन, जिरा सुक्खा खोर्सानी गाजरहरू हालेको मन पराउँदैन कि। अन्त सादा दाल। अचारमा चाहिँ मैले फेरि यो माथिबाट के हालेको भन्दाखेरि चाहिँ नि बिटको पत्ता होइन, प्याज कल्ली, लसुनको पत्ता अनि धनियाँ हालेको हो। अब एकैचोटि रेडी मुसमस गरेर देखाउँछु। यसको मसला चाहिँ यहाँ रेडी गर्दैछु। यो चाहिँ मस्टर्ड ओइल होइन। अब यसमा चाहिँ के हाल्नुपर्छ हेर्नुहोस् होला। फर्स्ट हाल्नुपर्छ मेथी। यो ग्यास घरिघरि मारिदिन्छ नि त साथी हो। फेरि मारेछ। यसलाई चाहिँ नि कालो बनाइन्जेल भुट्नुपर्छ। कालो बनाउनुपर्छ। त्यसमै व्हाइट तिल हाल्नुपर्छ। यो हालेर चाहिँ ग्यास मारिहाल्नुपर्छ है। हालिसक्यो। अब यसलाई चाहिँ मोल्नुपर्छ स्वाइँ चाहिँ। हात चाहिँ धोकै छ है साथी हो। ल अचारको फाइनल लुक यस्तो भयो हो। ए सब्जी